morning from कहाँ हो भाइ लाङटाङ भिलेज लाङटाङ भ्याली अर्थात् लाङटाङ भिलेज यहाँ हामी चाहिँ डिसेम्बर 30 भएछ आज हिजो हामी यहाँ बसेको थियौँ लाइक दिस इज टिबेटियन गेस्ट हाउस राम्रो थियो सबै कुराहरू अब एक्सपेन्सिभ त्यस्तो ठाउँमा आएपछि एक्सपेन्सिभ भन्नु पनि मिल्दैन है ओभरअल गुड एक्सपिरियन्स सानो घोडाहरू ल दाजु लाग्यो हस् moving ahead. Langtang Village Valley. Para त्यस्तो छ तीनटा टोपी लाछु मैले थाहा छ we are here at Mundu 3550 मिटरको हाइटमा खोलै खोलातिर चौतारी र बिरै वीर मनमा छ पिरै पिर हो भन्ने कसैलाई बोलिरहनु है तिमी पूर्णिमाको जुन चाहिँ यात्रा हाम्रो यही नै टुङ्गेछ कसो गाइने दाइ ल हामीलाई के थाहा भयो भन्दाखेरि यो तिब्बतियनको गुम्बा जस्तै होइन हाम्रो मन्दिर भने जस्तै रहेछ सो यसलाई चाहिँ हिँड्दाखेरि राइट पारेर हिँड्नुपर्छ अरे सो राइट पारेर हिँड्यो भने चाहिँ गुड लकको मिनिङ हुँदो रहेछ त्यही भएर हामी टक्क राइट पारेर हिँड्दा जे आउँछ राइट पारिदिइहाल्ने र यो देखेको लेफ्टतिर हिउँ भएको पहिलो पिक भनेको शेरगढी है सो यसमा चाहिँ हामी चढ्न ट्राई गर्ने विचार छ तर घोडाले चाहिँ नजा नजा भनिरहेको छ कुइ 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 गरेर भोलि सक्यो भने जाने हो आज रेस्ट गर्ने हो
Here is Genjing Gompa. Yes, finally. This is 360 view from Genjing Gompa. Genjing Gompa village. हामी बसिरहेको छौँ आज। यो देखेको चाहिँ अलिक छेकियो जुन बादल आएर यो नेरुङ अरे नेरुङ यो सायद यहाँको सबभन्दा अग्लो हो कि जस्तो लाग्छ है नट स्योर दो यहाँनिर चाहिँ यो दुईटाको बिचमा ग्लेसियर लेक रहेछ त्यसै हामी गएनौँ नजाने कुरा भयो हाम्रो यो केन्जिङले त्यो सेयरगरी ल अहिले लगभग 5 बजिसक्यो हामी यसो एक्सप्लोर गर्न हिँडेको यत्तिकै ऱ्यान्डम लास्टै दुविधा भयो गाइस लास्टै भोलि के गर्ने भनेर केन्जिङरी जाने कि सेरबुरी जाने कि घरतिर फर्किने कि अब के गर्ने भनेर सिधै भोलि बिहान थाहा हुन्छ अब हामीलाई नि हाम्रो आज स्टे चाहिँ यहाँ हो है अघि मैले देखाउनु बिर्सेछु क्या यो बुद्ध इन भन्ने हो टक्क लगाएर हिमालय छ ल आज हाम्रो 1 2 3 डे 4 कि डे 5 हो डे 5 1 2 3 4 5 हामी चाहिँ सेरगुरी जानको लागि हामी ठ्याक्कै 7 बजी आउनु निस्क्यौँ हिमालहरू बबाल बबाल होप आज सेरगुरी चढ्न सकियोस् हुन त अब हामी स्लो हिँड्ने मान्छेहरूलाई अलिक टाइम लाग्छ भन्नुभएको छ फर्केर आउँदासम्म 9 घन्टै लाग्छ नि भन्नुभयो म्याक्सिमम् 7 9 16 भनेको 4 बजी हो हेरौँ त्योभन्दा अगाडि आउनु सक्यो भने बोनस भयो न त ठिक छ त्यो छिटो पनि जानुपर्ने हुन्छ त्यहाँ हावा पनि लाग्छ अलिअलि ल अल द बेस्ट टु अस Alright. This is the view right now from 118 meter of altitude. The sea is coming slowly and calmly. That's how we should do. If we look at the destination, this is the one. Just a little bit of snow. And this is the straight, stiff hill we have to climb up. Tired as hell.
92% SpO2 heart rate 95 गर्दै आराम गरेको Look at the view. Oh God. हामी लगभग 44 मिटरको हाइटमा आइसक्यौँ यस्तो छ ठाडै छ हो ठाडै जान त ठाडै छ ओ ठाडै आइयो यो जुन देखिरहेछ तल यो लिक जस्तो गोरे त भन्ने के भन्ने यसरी हुँदै होला मान्छेहरू भजन सुन्न थालिसके गाइज हामी अति माथि आइसक्यो यार 45.5 हाइटमा है यस्तो भोपाल देखिरहेको छ जता पनि हिमाल छ क्या है अब यो हामी जन माथि जाने पहाड अब भजन सुन्न थाल्यो हामीले केही उपाय नलाएपछि आस्तिक भइदिँदो रहेछ भजनले नै गुजबम्स दिँदो रहेछ है हे भगवान् मलाई डेस्टिनेसनसम्म पुरा आज भइरहेछ यो हो केन्जिङ री होइन शेरगोरी टप हामी यहाँ पुग्ने हो अहिले हामी 4615 को हाइटमा छौँ लगभग अब यो छ 49-85 लगभग 2 देखि 300 को हाराहारीमा चढ्नु हो र भ्यू चाहिँ एकदम मजेस्टिक छ है मान्छेहरू ल्याम्फ्याक्स घरमा सुतिसके जताबाट हेर नि हिमाल भोपाल अब हावाहरू चल्न थाल्यो क्या हामीलाई अब अलि स्पिडअप गर्नुपर्ने हो तर अब सकिराखेनौँ इट्स नट इजी तराईमा बस्ने मान्छेहरूलाई थाहा छ म बान्जी जस्तो देखिरहेको छु तर मलाई त्यसको पर्वाह छैन भोलि केही रहेछौ है आँखाले केही भनिरहेछौ है त के भनेर तर पनि लाग्छ सोचेर तिमी जाने सिलगढी म जाने शेरगोरीतिर तिमी जाने केन्जिङरी म जाने शेरगोरीतिर सिन्स यो शेरगोरी हो मलाई एउटा गीत याद आयो गोरी गोरी सुन रे तिमी कहाँ म कहाँ तिमी आउने आशामा भन म कसरी बाँचु रे
भन म कसरी बाँचु रे। मेरो पछाडि एउटा गोरी छ। गोरी यता हेर त। अगाडिपट्टि अर्को गोरी छ। यो गोरीलाई पछाडि राखेर यो गोरी बैठाए जानु हो। ल शेरगोरीको फेदमा चाहिँ आइयो है। दिस टाइम जान नसकिने भयो। र हामीलाई यो ठाउँ चाहिँ शेरगोरी आए बराबर छ। त्यो बवाल छ। के चाहियो भन्दा एक अन्तिम पटक यो हिमालको मनोरम दृश्यहरूलाई कैद गर्न जाँदैछु। शेरगोरीमा समिट गर्नु त सकिएन, तर हाम्रो आँखा हाम्रो मेमोरीलाई पुग्ने गरी तस्बिरहरू कैद गरिएको छ। फेरि यो एकचोटि कैद गर्न चाहन्छु ताकि मैले पछिसम्म पनि यीहरू बारम्बार हेर्न सकौँ। लगभग 4800 को हाइटबाट हामी फर्किँदैछौँ। धेरैले लाङटाङ इजी ट्रेक भन्नुहुन्छ। इजी नै होला अरूको लागि, हाम्रो लागि त्यति इजी त भएन, तर रमाइलो चाहिँ बहुत रमाइलो भयो। वाट डे। कति बज्यो टाइम हेर त? 3:15 भएछ। हामी फर्क्यौँ, रुममा आइसक्यौँ। यो समिट माथि 4985 पुग्न सकिनँ, 4985 मिटरमा, बट 4800 मिटरसम्म पुगेर फर्कियौँ। हल्का नजिया भयो अनि चिसोले टाउको पनि दुखिरहेको थियो। सो नो रिक्स। तर माथि समिट नगरे पनि त्यहाँबाटको भ्यू बब्बाल थियो। अघि भिडियोहरूमा हेरिहाल्यो। एकदम के अनरियल हेभनली भ्यू थियो के। तर है जता हेऱ्यो नि हिमाल है 360 डिग्रीबाट देखिरहेको थियो। मजा आयो। अब 3:15 भइसक्यो। अब 4 बजीसम्म यसो फ्रेस हुने, खासा जाने, फर्केर लाङटाङ भ्याली अरू मन्डुमा जाने, रेस्ट। अनि भोलि टोटली डाउन टुवर्ड स्याप्रिबेसी एन्ड त्यस पछाडि नेक्स्ट डे काठमाडौँ। यही हो आजसम्मको अब क्यान्जिङ गुम्बासम्मको यात्रा। ल यो सुन्दर दृश्यलाई यहीँ छोडेर हामी फर्किँदैछौँ आफ्नो बाटो। ल हामी 6:30 बजे लगभग आधी घन्टा त साँझमै हिँड्यो बत्ती बालेर है। हल्का त डराइयो पनि एकछिन। डराउँदा यहाँ आइयो लाङटाङ भ्याली। अस्ति बसेको ठाउँमा टिबेटियन समथिङ के छ, गेस्ट हाउस अथवा लज अथवा के छ है, त्यही नै हो। दोब्बी थाक्यो आज। दोब्बी बिहान 7 बजीबाट 6:30 बजीसम्म चाहिँ 12 घन्टा, बिचमा 1 घन्टा रेस्ट राख्यो भने नि लगभग 11 घन्टा त नन स्टप हिँडिएछ। आज हाम्रो डे 6 भइसक्यो। लाङटाङ भ्यालीबाट यो लामा होटल। लामा होटल अर्थात् यो एउटा होटल मात्र होइन, यो ठाउँको नामै लामा होटल हो। यसमा 7-8 वटा होटलहरू छ यो ठाउँमा। र हामी बिहान लाङटाङ भ्यालीबाट फर्किए पश्चात करिब 12:30 बजे यहाँ आइपुग्यौँ।
र खाना पनि खायो लगभग सबै हुन लागिसक्यो अब यसपछि आज सकेसम्म स्याक्रिफाइससम्मै फर्किने हो खाएर आराम गरेपछि त झनै नगाह्रो हौ खुट्टा जाम भइहाल्ने दिमाग खराब सास फुतिन लागिसक्यो मान्छेको रुगा लाएर लम्पट अब हामी रिम्चे पुग्न लाग्यौँ रिम्चे भन्ने ठाउँमा त्यसपछि नेक्स्ट स्टप ब्याम्बो सकेसम्म त्यस पछाडि पनि अँध्यारो होला जस्तो भएन भने मतलब छिटो पुगियो 3 बजीसम्म भने स्याक्रिफाइस सिधै बाटो यस्तो छ ढुङ्गै ढुङ्गा स्टेयर्स ब्याम्बो यानि कि यहाँको मान्छेहरूले बम्बू भन्छ बम्बू आयो बम्बू 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 हो बम्बू बम्बू 3:30 बजे बम्बू साह्रै उकालो छ हौ फर्कियो लाने कोही कोही अरू बेला सामान्य लागे पनि यो पानीको यो खोल्चोहरू चाहिँ ट्रेकिङको बेलामा आनन्द आउने रहेछ चिप्लो मरे सकिन्न त हौ बाटो घरले पनि 28,000 स्टेप देखिसक्यो त यत्रो लालसाङ भ्यालीबाट अझ 10,000 पाएर त हुन्छ होला घुमाइ छ ओह्रालो
देखेको पहिरो थियो भर्खरै पहिरो भन्ने ठाउँबाट यहाँ तल आइयो अब दोमेन भन्ने ठाउँ त्यसपछि तिवारी अनि स्याप्लुबेसी अब छिटो आउँछ अलि 1 घन्टामा कुन्टा स्टेसन ल यहाँ आयो माथि गोसाइकुण्ड जाने बाटो हामी तल जाने ठुलो स्याप्लु गोसाइकुण्ड हामी चाहिँ सानो स्याप्लुमा जाने उफ माथि कस्तो ठुलो गाउँ जस्तो देखिँदो रहेछ उताबाट हो यहाँदेखि माथि पर्छ है त्यसलाई ठुलो स्याप्लु भन्दो रहेछ त्यो यहाँभन्दा ठ्याक्कै माथितिर ओर्लिँदैछौँ ओहो आयो डोमेन भन्ने ठाउँमा आयो डोमेन जे भन्यो नि त्यही है अब यहाँबाट हामी 1 घन्टामा पुग्नुपर्छ स्याप्लुबेसी ल बत्तीमा के देखेन होला है हामी स्याप्लुबेसी बल्ल पुग्न लाग्यौँ कति भइसक्यो टाइम हेर्नु त 6:30 भयो यस्तो अँध्यारो भएर अघि एउटा बाटो बिराइयो अर्कोतिर पुग्यो अँध्यारो भएको थियो एकछिन त डर लाग्यो तर धेरै टाढा गएर त्यही भएर फर्किहाल्यो त्यो चाहिँ राम्रो भयो है अब यहाँ चाहिँ अलिअलि पठाएको सर्भिस नै हुँदो रहेछ है यहाँ डोमेनसम्म पठाएको सर्भिस हुँदो रहेछ हामी चाहिँ यस्तो हातको यो बत्ती लिएर हिँड्छौँ केही देखिरहेन यो भिडियो पुल आयो अब यो स्टार्ट गरेको ठाउँमा आयो ओहो कस्तो मिठो देखियो त स्याप्लुबेसी सहर है आज हाम्रो 6औं दिन लगभग यहीँ समाप्त भयो अब